So hey guys, what's up everyone? It's your dude and Duke. So today the video is about all new KTM 200 अनि अझ अब यो ड्युक 200 मा के चेन्जेसहरु आछ हैन के कस्तो छ पहिलाको ड्युक भन्दा के डिफरेन्स छ प्रोज एन्ड कन्सहरु अब यो KTM ड्युक 100 नेपाली मार्केटमा 6 लाख रुपैयाँ पर्छ इज इट वर्थ इट टु बाइ इट अर नट भनेर चाहिँ म अलिकति सानो रिभ्युजहरु चाहिँ दिन लाग्छु सो वाच द भिडियो टिल द एन्ड to know about everything about this bike. So the huge update is about the headlight and the TFT display हैन अनि यसमा चाहिँ हामीले 390 को हेडलाइट पाउन सकिन्छ जुन चाहिँ हाम्रो फर्स्ट मोडलमा पाएको थिए 390 मा त्यही पाछ जुन LED हो यो भन्दा पहिला आउने मोडलमा चाहिँ वी गॉट द हेलोजन हेडलाइट अहिले चाहिँ LED मै पाएको छौं अनि नेक्स्ट बिगेस्ट अपडेट इज वी गॉट द TFT display. सो अहिलेको बिगेस्ट अपडेट चाहिँ यो TFT डिस्प्ले र हेडलाइट हो विच इज नोटिसेबल हैन यसमा चाहिँ हाम्रो अब जुन स्विच छ यो चाहिँ हामीले 250 र 390 को स्विच पाउन सकिन्छ अनि राइट ह्यान्ड साइडमा चाहिँ हामीले यो नर्मल जुन 200 PS6 मै आउँदै त्यो चाहिँ हामीले यसमा नि देख्न सकिन्छ तर यो चाहिँ एउटा चेन्ज छ हैन अब यसबाट चाहिँ हामीले के गर्न सक्यो भन्दाखेरि चाहिँ अब गएर मोटरसाइकलमा के कस्तो छ फङ्सनहरु अब जस्तै मोटरसाइकलमा ABS यसमा चाहिँ डुअल च्यानल ABS छ अनि विच इज अल्सो स्विचेबल अनि पछाडीको ABS चाहिँ हामीले अन अफ गर्न मिल्यो जस्तै सुपर मोटो मोड गर्दाखेरि चाहिँ हामीले अफ रोडमा चाहिँ अफ गर्दाखेरि हामीलाई सजिलो भयो टायरहरु चिप्लिने भएन अन गर्दाखेरि चाहिँ रोडमा चाहिँ एकदम मजाले ग्रिपी बस्ने भयो त्यसले गर्दाखेरि आफ्नो कर्नरिङ हान्दा यताउति गर्दा चाहिँ एकदम राम्रो हुन्छ अब बाइक इन्फोमा ट्याङ्कीमा कति पेट्रोल छ अगाडि कुलेन्ट के कस्तो काम गर्दा पछाडीको ब्रेक होल के कस्तो छ त्यो सब देखाउँछ तल जाँदाखेरि ट्रिप इन्फोहरु देखायो त्यो भन्दा तल जाँदाखेरि सेटिङ्सहरुमा क्विक सेलेक्टर कनेक्टिभिटी जस्तै ब्लुटुथ अन अफ गरेर हेर्न मिल्यो अब जस्तै कलहरु यताउति आएको सब हेर्न मिल्यो शिफ्ट लाइट क्लक एन्ड डेट यताउति सब मिलाउन मिल्यो अनि विच लुक्स भेरी गुड हैन 200 सेगमेन्टमा यो TFT डिस्प्ले दिने भनेको चाहिँ एकदम राम्रो कुरा लाग्यो मलाई चाहिँ किनकि यतिको राम्रो TFT डिस्प्ले चाहिँ 200 सीसी मा यसले मात्रै दिएको जस्तो लाग्यो मलाई चाहिँ हैन अनि एज यु गाइज क्यान सी यो हेडलाइट पनि इट लुक्स कुल पहिलाको 390 को हेडलाइट हालेको छ यसमा चाहिँ हैन पहिलाको 390 को नै लुक्स आछ फुल A to Z एन्ड ड्रास्टिक चेन्ज आछ 200 मा चाहिँ पहिलाको 200 मा चाहिँ हेलोजन हेडलाइटहरु आउने गर्थ्यो भन्दाखेरि चाहिँ यसमा चाहिँ LED हेडलाइट आउँछ जसले गर्दाखेरि अझै मजाले लाइटहरु देख्ने भयो यसमा चाहिँ अगाडि पछाडीको जुन चाहिँ सस्पेन्सन त्यो चाहिँ पहिला BS6 मा आउँदाखेरि चाहिँ हाम्रो WPFX पनि आउँथ्यो है अगाडिको पनि WPX पछाडीको पनि PX आउँथ्यो एन्ड यसमा चाहिँ हामीले नाइट्रोक्स को सस्पेन्सन हेर्न सकिन्छ पहिलाको WPX भन्दा नि अपग्रेड भएर नाइट्रोक्स मा आछ त्यसले गर्दाखेरि चाहिँ सस्पेन्सन अझै स्मुथ भयो जस्तो मलाई फिल भयो पर्सनली चाहिँ अनि यसले गर्दाखेरि चाहिँ अफ रोडमा अलिकति हेल्प गर्ने भयो मजाले खेलाउँछ सस्पेन्सन त्यसले गर्दाखेरि पिलियनलाई र अगाडि बस्नेलाई दुवैलाई सजिलो हुने भयो अनि यसको ओभरअल लुक चाहिँ अहिले यस्तो देखाछ है which looks very good in this display and in this headlight यसले गर्दाखेरि चाहिँ बाइकको फुल लुक्स नै चेन्ज गर्दैछ अब माइलेज चाहिँ यसको त्यही 35 किलोमिटर पर आवर को माइलेज छ कम्पनीले क्लेम गरेको चाहिँ अब आफ्नो अनुसार पनि हुन्छ जस्तै अब रोडमा आफूले कन्टिन्युअस चलायो भने त्यो भन्दा बढी पनि दिन सक्छ त्यो भन्दा घटी पनि हुन सक्छ है चलाउने अनुसार पनि भयो कम्पनीले क्लेम गरेको चाहिँ 35 किलोमिटर पर आवर हो अब अरु त खासै चेन्जेसहरु छैन अब चेन्जेसहरु भनेको चाहिँ मैले तपाईहरुलाई भनिसके है जस्तै अब यसको TFT डिस्प्ले भयो LED हेडलाइट भयो नाइट्रोक्स को सस्पेन्सन भयो अनि हाइटमा अलिकति इन्क्रिज भएको छ त्यो हो अरु त खासै पुरानो 200 जस्तै नै छ अब अलिकति चेन्जेसहरुले पनि धेरै ड्रास्टिकली चेन्ज गरेछ है अब यसमा चाहिँ एउटा कुरा के हो भन्दाखेरि चाहिँ हेजर्ड लाइट चाहिँ इनबिल्ड नै आछ जस्तै कि अब अरुमा चाहिँ अरु सेटिङहरु मिलाएर त्यसो गरेर तारहरु काटेर यताउति गर्नु पर्थ्यो भने चाहिँ यसमा चाहिँ इनबिल्ड नै आछ अनि यसमा एउटा स्पेशल फंक्सन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ जस्तो हामी हाइवेमा अट्क्यो भने यदि हाइवेमा अट्क्यो बाइक के भयो भने चाहिँ वी क्यान अफ द बाइक बट द हजार्ड लाइट विल स्टिल रिमेन हैन यसले गर्दाखेरि चाहिँ आफ्नो बाइक अफ भएर पनि हजार्ड लाइट चाहिँ बलिराख्नु भयो एज यु गाइज क्यान सी मिटरहरु चाहिँ सब अफै छ है तर पनि हजार्ड लाइट बलिरहेको छ यो चाहिँ एउटा गुड फंक्सन हो सो नेपाली मार्केटमा चाहिँ 6 लाख रुपैयाँ पर्ने बाइकमा चाहिँ इज इट वर्थ इट टु बाइ अर नट अब यो टपिकमा जाम हामी चाहिँ हैन अब जस्तै कि अब 6 लाख रुपैयाँमा चाहिँ अरु कम्पनीको बाइकहरुले चाहिँ हामीलाई मजाले अरु फंक्सनहरु दिएर अरु सीसीहरु दिएर जस्तै कि 200 भन्दा नि माथिको सीसी दिएर पनि अवेलेबल छ
6 लाख रुपियाँमा। अब यो हामीले 6 लाख रुपियाँ खर्च गरेर यो बाइक किन्न वर्दी छ कि छैन त? अब मेन कुरो चाहिँ अब केटीएम किन्यो भने चाहिँ वी गट द कम्फर्ट, वी गट द पावर, पिकअप एन्ड ब्रेकिङ। पावर र ब्रेकिङमा चाहिँ केटीएमले कम्प्रोमाइज नै गर्दैन है। पहिलेदेखि जुन हाम्रो BS2, BS4, BS6 सिरिजहरू आछ, जस्तो पावर आछ त्यही अनुसार ब्रेकिङहरू आछ। सो केटीएमले चाहिँ कहिले पनि आफ्नो पावर र ब्रेकिङमा चाहिँ कम्प्रोमाइज गर्दैन। जे अनुसारले पैसा ल्याउँछ त्यो अनुसारले आफ्नो सर्भिस पनि दिएको हुन्छ। पहिलाको BS6 भन्दा नि अझै स्मुथ भएर आछ, रिफाइन भएर आछ इन्जिन। त्यसले गर्दाखेरि चाहिँ हाम्रो जुन इन्जिनबाट खाटखाट खुटखुट अलिकति आवाज आउने गर्थ्यो, त्यसको कारणले चाहिँ त्यो आउँदैन, अहिले चाहिँ अझै स्मुथ भएर आछ बाइक चाहिँ हैन। अनि अब यो ब्याकलाइटहरू, साइड लाइटहरू त पहिल्यैदेखि LED मै आइरा हो है। अगाडिको हेडलाइट चाहिँ हेलोजनमा आएको थियो, त्यो अहिले नयाँ अपडेट आएर त्यो पनि LED भएको छ। सो दिस आर द अपडेट्स द्याट ह्याभ बिन ब्राउट बाई द केटीएम इन 2025। मेरो एक्सपिरियन्स अनुसार अलमोस्ट 200 किलोमिटर भइसक्यो मैले चलाएको बाइक चाहिँ। अनि म चाहिँ एकदम चित्त बुझिरहेको छ हैन। पिलियन राखेर चलाउँदा पनि खासै त्यति डिफिकल्टिजहरू चाहिँ फेस गर्नु परेन। अनि एक्लै राइड गर्दाखेरि त अझै रमाइलो छ, पिकअप पावरहरू अझै मजाले फिल गर्नु पायो है। सो त्यही हो, इफ यु आर विलिङ टु बाई दिस बाइक देन गो अहेड। सो गाइज, आजको यो सर्ट रिभ्यू भिडियो चाहिँ म यहीँ इन गर्न चाहन्छु है। लाइक दिस भिडियो, मेक स्योर यु सब्सक्राइब दिस च्यानल, लाइक द भिडियो एन्ड कमेन्ट डाउन। के कुरा सोध्नु छ भने कमेन्ट डाउन बिलो। अनि यस्तो इन्ट्रेस्टिङ टपिकहरू चाहिँ आइरहेको छ। सो मेक स्योर यु सब्सक्राइब दिस च्यानल। So stay tuned for next video. Till then, peace out.